सो हे गाइज एन्ड वेलकम टु माई न्यू ब्लग। हजुर स्वागत छ मेरो ब्लगमा। मेरो नाम जित तामाङ र आजबाट चाहिँ हाम्रो घरमा सुरु भइसक्यो तिहार र हामीले चाहिँ आज चाहिँ लाइट लगाउने भन्ने सोच छ र अहिले टाइम भनेको 5 बज्नलाई बेस 10-15 मिनट बाँकी छ र यता हेर्न सक्नुहुन्छ दादाको रुममा, यता घरहरूमा, मेरो रुममा, उता कोठामा, उता कोठा र किचनमा पनि लागेछ अनि हाम्रो यता एन्ट्रेन्समा पनि यता पनि लागेछ अनि यताबाट नि यस्तै छ। अब झिलिमिली लाउनु बाँकी छ र झिलिमिली चाहिँ जम्मै बल्छ टोटल 2, 2, 4, 6, 8, 10, 11वटा पिस छ। एक्चुअलमा 13वटा पिस होइन, तर यो दुईटाको चाहिँ यसको बिचबिचबाट यस्तो लाइटहरू उक्लेको छ कि, अनि त्यही भएर मैले बालिनँ, डर पनि लाग्यो, अलिक फुटेको पनि छ, अनि त्यही भएर यसलाई यिनीहरू दुईवटा छोड्यो। यिनीहरू बाँकीबाट काम चलाउँ, जम्मै बलिहाल्छ आखिर। र हाम्रो यहाँनिर उता सनसेट हुँदैछ र हाम्रो घर पनि एकदमै सफा भइसकेको छ र अब लाइट यतातिर लगाइन्छ कि कता लगाइन्छ थाहा छैन। र त्यो लाइट लगाउने भ्लग चाहिँ भोलि हेर्छौँ, किनभने आज राति सुट गर्छु अनि भोलि हालिदिन्छु। र आज चाहिँ धेरै लामो बनाउँदिनँ, निकै काम छ गर्नुपर्ने। र यो लाइटको बन्दोबस्त चाहिँ हामी मतलब दादा र म गर्नेछौँ। र अनि अरू त केही पनि छैन, बाँकी जम्मै तयारी भइसकेको छ हाम्रो चाहिँ। सुँगुर टाइम हेर्छु अनि सुँगुरलाई चारिदिन्छु अनि भेट्छु हजुरसँग। बाई। सो हजुरहरूले त हाम्रो डेकोरेसन देखि हाल्नुभयो। अब लाइटहरू लाउने र नलाउने फिक्स भएको छैन। अब भयो भने त यसो भोलिको भ्लगमा हुन्छ। र हिजोको रोस्टिङ भिडियोमा अलिक मलाई डर त लागेको थियो, तर पनि केही छैन, त्यसमा एकदम छिटो भ्युज गयो र राम्रो पनि लाग्यो, खुसी पनि लाग्यो। तर रिस पनि अलिकति उठी पनि रहेछ सौरभ जोशीको बारेमा सोच्दा, तर पनि केही छैन, इन्सपायर्ड बाई सौरभ जोशी। र अब केही पनि छैन बस। र हजुरहरूको डेकोरेसन मतलब के पो भन्नु त्यसलाई, तिहारको के चल्दैछ, कसो चल्दैछ, यसो कमेन्ट भन्नु होला। बाँकी हाम्रो त राम्रै चलिरहेछ। अब पछि हेरौँला के हुन्छ। तिहार पछि त बिमार हुनु त फिक्स छ, किनभने टाइम आइसक्यो पुस। र यसपालि हाम्रो बुधबारेमा पनि मेला लागेन, अब शिविरमा पनि लाग्दैन होला, र ठुटेबारमा त फिक्स लाग्छ होला सायद। र मैले त्यो अघि भिडियो बनाएको थिएँ अनि त्यहाँदेखि कोसिस गरिरहेको छु कि त्यसलाई अलिकति भोइस ओभर दिने, र आशा गर्दछु हजुरहरूलाई आजको भ्लग राम्रो लाग्यो होला। र आजको भ्लग धेरै राम्रो नगरिकन यहीँ एन्ड गरौँ होला। ल के पनि होइन, हस् धन्यवाद, बाई बाई। र विवश दाई हेर्नुहुँदैछ भने तपाईँको च्यानलमा नि 60 सब्सक्राइबर म पुऱ्याइदिन्छु। र 60 सब्सक्राइबर पुगेको थिएन भने पनि पुगिसकेको थियो भने नि त्यस्तै 70तिर पुऱ्याइदिने काम म गर्छु। र मेरो च्यानललाई धेरैभन्दा धेरै सेयर गरिदिनुलाई धन्यवाद, बाई बाई।